अब बस्न सुरु गर्ने क्या अब हाम्रोबाटका चिट्ठी चढ्या गाइजहरू हामीहरू होइन ब्रिजबेनमा सानो डब्बा हुन्छ एकतले 2 तले चढ्या होइन अब सबैलाई नयाँ भ्लगमा स्वागत छ हामी टिका लगाएर देउसी खेल्न हिँडेको होइन अब हामी ट्रेनमा जाँदैछौँ ट्रेनमा देउसी खेल्न जाने हामी This station is ट्रेनमा देउसी खेल्न जाने हामी यस्तो please mind the gap between the train and the platform. यहाँ के भइसक्यो हामी ट्रेनमा देउसी खेल्न जाने मान्छे होइन ल बिन्दु भटाउन थाल बिन्दु भटाउन थाल न देउसी रे अहिले तल झरे अहिले हाम्रो सोच अब हामीले देउसी खेली भ्याएपछि अब नयाँ भ्लगमा सबैलाई स्वागत छ होइन सबैलाई स्वागत छ तिहारको टिका लाएर दसैँको तिहारमा टिका लाउनु बेला भयो अब सिया सिन्देर अब दसैँ आउँछ तिहार सिन्देपछि दसैँ आउँछ अब हामी चाहिँ गएर एकछिन देउसी खेलिन्छ अनि त्यसपछि चिसो भएर चाँडै फर्किन्छ चिसो भएर नै एकछिन बसिन्छ अनि हामीले यो चाहिँ चिया चाहिँ आज होइन नयाँ रेकर्ड हो मेरो चाहिँ लाइफ टाइम होइन मैले $9 एउटा चिया खान्थेँ आज चाडालाई $17 खाएँ $17 चाडा एकदम सस्तो सस्तो म त यसरी नि भाइ सधैँ म त जहाँ गोलकोसतिर खाएँ नि खाएँ $9 खाइरहेको छु होइन देउसी खेल्ने अनि प्रधानमन्त्रीसँग पिआर माग्ने निर्माण दक्षिण ऐनाल बलि राजाले पठायो भने पिआर अब हामी चाहिँ झराउन लाग्यो होइन ए यहाँ एक तला 2 तला सिडनीको हामी चाहिँ अब तत्र अगाडितिर जान्छौँ होइन कहाँबाट जाने यताबाट अब कमी लाग्थ्यो चढिरहेको मान्छेहरू माथि फेरि तल गएको तिमी हामी माथि जाने हो माथि होइन उहाँ अबेर होस् माथि तिमी तल गएको भने तल किन गएको त भन केही भन्नु छ ए हाई भन्नु Your beautiful hair. I didn't even realize it. It's just really messy. Oh no, it's holding. Just because it's dry. That's the only Just reason. girls knows that. No, Enjoy your evening. Yeah, that's what. Thank you. Thank you. हामीलाई यो खैरीले चाहिँ होइन ह्याप्पी तिहार चाहिँ भनेर गयो उस गरेर यहाँबाट चाहिँ हामी टक्क बाहिर जाँदैछौँ अब मेरो मोबाइलै निकाल्न गाह्रो भयो क्या यो हालेर ल बिन्दु अब देश भले खेल सबैमा अब रिचार्ज सेयर बनाउनुपर्छ बेलुका तास खेल्नलाई
यहीँ भट्टा पनि 2-4 सय देला नि कसो नदेला नि यत्रो मान्छे एक थाहा भएन $1 दियो भने चाहिँ एक $1 दियो भने दामी हुन्छ मामाश्री एक हाम्रो कोइन पनि चाहिरहेको तासहरूले पैसा नि पुग्छ ल अघि हामीले अस्ट्रेलिया कसैले नदेखाएको ठाउँमा जाने भनेको थियो होइन ए अस्ट्रेलिया कसैले नदेखाएको ठाउँ अनि जो पनि अस्ट्रेलिया आउने बित्तिकै पहिलोचोटि जान खोज्ने ठाउँ तर कोही पनि कसैले नदेखाएको म चाहिँ एकदम बिचमा म टाढा बसेको मान्छे पनि यहाँ आएर यहाँ घुम्दा वाक्क लाग्न थालिसक्यो यहाँ बस्ने मान्छेलाई यहाँ टाढा बस्ने मान्छे त आएर घुम्दा अक्क लाग्ने बेला भइसक्यो यहाँ बस्ने मान्छेहरूले भन केही प्रतिक्रिया दियो होइन आज ठिकै रमाइलो थियो यो ठाउँमा भनेको आउँदा मलाई धरि बोर लाग्न थालिसक्यो यिनीहरूलाई त लाग्न थाल्यो होला भने कति भइसक्यो तिमी भर आयो त त्यही भएर उनीहरू चाहिँ तिमी सायद पोहोरबाट आएन होला तिहारबाट होइन के कति भयो आएकै नि होइन पोहोरबाट पढ्यो त भिभिडा आएको थियो कहाँ जानला योपालि त भिभिडै नै आएन कहाँ जानला तिमी कहाँ जानला अनि उपेर जाँदाखेरिमा झ्याउ लागेको छैन हामी भिभिडमा नै आएन गाइजहरू यहाँ चाहिँ त्यो माथि घरमाथिबाट ट्रेन जाँदो रहेछ होइन होइन घर हो त्यो अनि एक तलाको घर हो क्या घर हो त्यो एक तलाको घरमाथि ट्रेन गएर ल खैरिन अनि अब यहाँबाट हामी उताबाट घुमेर गएपछि उता डिसवासरको भाडा हाल्ने प्लेट हाल्ने भाडा आउँछ ए प्लेट हाल्ने भाडा प्लेट माझ्ने मिसिन आउँछ अनि ल भन तिमीलाई क्या रमाइलो लिएर रमाइलो भयो नि मलाई त छुट्टै छ नि आज तिमीलाई तिहारको रमाइलो पनि भइरह फेरि अब सिडनी घुमघाम पनि भइरह रमाइलो भइरह है त ल ठिक छ भेटघाट भएछ रमाइलो तिहार रमाइलो भयो होइन अब बेडा हाउसमा देउसी खेलिन्छ है त ल ठिक छ देउसी खेलेर ल बिन्दु अब भट्टाउनु थाल ल पहिला पुगौँ न त्यहाँ ए पहिला पुगेर बसेर हो कि बसेर चिसो चिसो भयो होइन अनि मान्छे टनाटन अहिले पनि दिउँसो आएको भए चाहिँ झन् धेरै हुन्थ्यो होला तर हाम्रो धेरै मान्छे जाँदैन त्यति कम छ अहिले पनि बेलुका झन् धेरै कमै छन् मान्छेहरू त्यहाँ हेर्नु न किरा सरी छ त उता अगाडि ए मान्छे यहीँ हेर न त्यति छ तर हिजोको जस्तो ताता हावा चाहिएको थियो अहिले चाहिँ आज चाहिँ अलिक चिसो रहेछ यहाँ सिडनीमा चाहिँ 2 दिनतिर त गर्मी थियो यहाँ चाहिँ सिडनीमा चाहिँ खोइ आज चाहिँ चिसो छ ठिक छ अब रमाइलो हुन्छ एकछिन रमाइलो गरेर खेलेर देउसी खेल्ने हजुर भएन मलाई त एकदम शीतल भएन तर ब्रिजबेन हेरी चाहिँ यहाँ जाँडो रहेछ होइन म त त्यही अघि दिउँसो बाहिर निक्लिँदाखेरि फोटो खिच्नु बाहिर निक्लिएको यस्तो चिसो भइरहेको सिडनी यस्तो चिसो अहिलेसम्म नि आज चाहिँ एकदम चिसो भएर मौसम त्यही त राति पानी परेको थियो होला त्यही भएर पानी परेको थियो होला अनि त्यही भएर नि होला आज हिजो बेलुका पानी परेको थियो हुँदै यिनीहरू तास खेल्न व्यस्त थियो यिनीहरूलाई थाहा छैन ल रमाइलो भइरहेको डुङ्गा सरर आज नजाने अस्ति हामी अस्ति गयो होइन अस्ति उता ए ठुलो जाने भनेको म डिसेम्बरमा जाने भनेको तर डिसेम्बरमा बुवा आउनु हुँदैन पछि जाऊँ ल अब एकचोटि टक्क लाएर अझ मलाई त ठुलो त होइन 30 दिन भयो उता क्यानाडातिर अनि उता चाहिँ इन्डोनेसियातिर जानु मन लाग्यो अलिक टाढै यहाँको 4-5 दिन मात्रै होइन कि 1 महिनासम्म जानु मन लागेको छ त्यो चाहिँ तपाईँ पछि अहिले चाहिँ 4-5 दिन अहिले चाहिँ 4-5 दिनको जाने नि अब यसो 4-5 दिन जाउँला अनि घुमेर आउँला 4-5 दिनलाई त हुन्छ त्यही त नि यिनीहरूले पनि भन्दा 4-5 दिन त ल यहाँ मान्छे टमाटर रहेछ के को ल अब चाहिँ भन भाइहरू देउसी भन्ने हो एकछिन तिहारको होइन ओ गाइजहरू तपाईँहरू कताबाट
नेपाली हो ल ह्याप्पी तिहार है Happy Tiar Day. सुरज नेपाली हो होइन नेपाली हो हजुर हजुर ए ल ह्याप्पी तिहार है बिन्दु नेपाली हो हजुर तपाईँ नेपाली हो हो नि ए के छ अस्ति हामी गोकर्सा भेट्यो होइन ओके है एकचोटि ह्याप्पी तिहार के माछा खाने आशिका दिदीलाई बोलाउनु पर्ने जस्तो स्थिति छ कि भनेको खोरिदिएर आशिका दिदी अहिले बिजी छन् तिहार मनाउनलाई के मन्त्री बनाउनु लाग्दैन त्यही भएर हल्ला आइरहेको थियो के हो तर जे भयो नि उसले राम्रो गरी अलिकति कामसाम गरिरहेको त त्यो भयो नि यसो होइन उसले भनेको नि ठिकै हो त्यो सार्वजनिक उसमा पार्किङ गरेर त्यो यस्तो व्यक्तिले खाने हो नि त त्यो व्यक्तिले खाने अनि त्यसपछि त्यो फोहोर गर्ने नगर भनेको राम्रै कुरा हो नि त त्यसले भने अझ मेन भनेको उपट्टि त मलाई एकदम इम्प्रेसन भएको त अहिले त उसले जुन काम गर्यो नि त्यो जेन्जीको जेएनजीलाई ओ माइ जेन्जीको ऊ पछि अनि गरेको राम्रै ठिकै छ राम्रै काम गरिरहेको ठिक पर्छ कस्तो रुन मन लाग्दो भाइ भने कस्तो बिचरा भाइ हो र ठिक छ भाइ होइन कान्छा समाजसेवा गर्नुपर्छ हामी नि गरिन्छ सकेको समाजसेवा सकेको हामीले नि गर्न पाऊँ बरु त्यस्तो गरिन्छ गर्नुपर्छ सबले राम्रो गर्दै जानुपर्छ नेपाल विकास बनाउनुपर्छ हामीले बनाउनुपर्छ अनि हामी आएर हामी आएर बनाउनुपर्छ त्यहाँ सबै नेपाली फर्किनुपर्छ अहिले हामी चाहिँ यहाँ नेपाल बनाउने अभियानमा छौँ क्या हामीले पैसा पठाएछौँ त्यो नेपाल बन्छ राम्रो कुरा हो अनि नेपाल बनेपछि अब हामी पनि फर्किन्छौँ हामी नभएर पनि फेरि पैसा पठाउने मान्छे अहिले हुँदैन अहिले सबै युवाहरू बनाउनुपर्छ अहिले बाहिर बस्ने पैसा पठाएर बनाउनुपर्छ भित्र बस्नेले मिलेर राम्रो काम गरेर बनाउनुपर्छ होइन अनि त्यही भएर पछि नबना अब पहिला चाहिँ मान्छेले घर बनाउनलाई मात्र नेपाल पैसा पठाउँथ्यो भने अब चाहिँ नेपाल बनाउनलाई पनि नेपालको होइन नेपाल त यस्तै नेपाल बनाउनलाई पैसा पठाउने हो तर पठाउँदाखेरि चाहिँ अलिकति हुन्डीबाट भन्दा नि अब ब्याङ्कबाट पठाउँ हुन्डीबाट पठा पैसा सबै बाहिर सुन किनेर जान्छ अनि त्यही भएर अब ब्याङ्कबाट पठाएर नेपाललाई सहयोग गऱ्यो ब्याङ्कबाट पठाएर नेपाल त्यति सहयोग हुन्छ केही गर्नै पर्दैन त्यही भएर हो ल फाइनली हामी फेरि हँसायो त्यो भनेको चाहिँ अब यहाँ अस्ट्रेलियामा भाडा मार्नलाई त्यसरी जसले भाडा राख्न सक्छ त्यसले पैसा धेरै कमाउँछ डाङ प्लेट प्लेटको चाङ लगाएको हो क्या अब त्यो गर्न सकेपछि अनि बल्ल अनि अस्ट्रेलियामा पैसा कमाउन सकिन्छ अनि पैसा कमाएपछि अनि नेपाल पठाउन सकिन्छ अनि नेपालमा नि यस्तो अब हँसाउको बनाउने हो धरहरा बनाऊ अब धरहरा सानो मिनी ओपेरा अब यो नेपालै भइसक्यो अस्ट्रेलिया लगभग सिडनीमा नेपाली देखिन्छ ठोकिन्छ ट्रेनमा नेपाली ठोकिन्छ सिडनीमा चाहिँ हो फेरि ब्रिजबेनतिर त होइन अनि त्यही भएर चाहिँ ठिक छ ल त्यही भएर अब हामी देउसी खेल्छौँ एकछिन यहाँ ल बिन्दु भट ल भट बिन्दु अब होस् देउसी रे सानो त सिंहदरबार जलेर खतम भयो नेपालमा अहिले नाच्नु पर्छ अब देउसी खेल्दैछ देउसी भट्टाले सब अगाडि बिन्दुले होइन बिन्दुले देउसी भट्टा खतरा भट्टाउँछ त्यही भएर तपाईँ होसमा हामी होइन रमाइलो भइरहेछ यो चाहिँ अस्ट्रेलियाको मेन ठाउँ हो यहाँ हाम्रो ग्याङ छौँ 1 2 3 4 5 6 जना बिन्दु खोइ त तिम्रो देउसी भइदियो हरा नि त ओ बिन्दु तिम्रो देउसी भइदियो हरा नि त तिमीले काठमाडौँ देखायो होइन एकचोटि अस्ट्रेलिया आयो तिमी मेडिकल यो मान्छे
त्यो मान्छेले काठमाडौँ देखाएर र मेडिकल गरे बायोमेट्रिक नि गरे फ्लाइटको लागि काठमाडौँ चाहिँ आधी त्यही पनि 9 बजे आएर भोलिपल्ट बिहारै प्लेन चढिहाल्यो फ्लाइटबाट चाहिँ देखाल्थे एकैचोटि अस्ट्रेलिया आउने बेला काठमाडौँ आउने मान्छे हो यो मान्छे अझ चाइल्ड केयरको काम नर्सरी पढ्दा एलकेजी पढ्न अस्ट्रेलिया आएको मान्छे हो अनि अहिले फेरि बुढाहरू काम गर्छ उसको पुत्र उसको आफ्नो चाहिँ साइजको बुढाहरू हेर्छ उसले अनि एकदम बुढाहरूदेखि फिदा हुन्छ आफ्नै साइजको छ नि भन्छन् कि त्यो प्यारेन्ट्सहरूले तँलाई पनि तेरो बाबुआमाले यहीँ छोडेर गयो त्यो त्यसो भन्छ अरे उसलाई होइन त्यहाँ बुढाहरूको बाबुआमाले चाहिँ उसलाई तिमी त नानी काम गर्ने मान्छे होइन पढ्ने यहाँ चाइल्ड केयर हेर्न पठाएको मान्छे जस्तो छ भनेर भन्छ अरे उसलाई होइन ओ जाडो भयो ल देउसी भैलो गर्नु ल ल बस के त बसेर ल बस यहाँ बसेर देउसी भट्ट आउनु पऱ्यो एकछिन ल अपेरा हाउसमा यहाँ देउसी भैलो खेलिँदै खेलिरहने हो ल होइन यस्तो उखेर किन हुन्न म दिदी के उठेर नाच केही हुन्न उठेर नाच नि त तिहारको गीतमा नाच्छ केही हुन्न गीत बजाएर ल छिटो त्यही भयो देउसी खेल्यो रमाइलो भयो तिहार होइन अब ओपेरा हाउसमा पुरा चढेर आएर यिनीहरूले देउसी खेलिरहेछ ल ठिक छ ल अरू केही छ ल हामीले ओपेरा हाउसमा आयो देउसी खेलियो तिहार मनाइयो रमाइलो भयो होइन यहाँ फोटो कार्यक्रम भइरहेको त्यही भएर ओपेरा हाउसतिर पुरा बत्ती बल्न थाल्यो राति हुन थालेको छ हाई गाइस हेलो अब हामी अब चाहिँ आएर टक्क लाएर टिका लाएर सकाएर होइन ओपेरातिर घुम्न आएर सकाएर अब यहाँबाट पनि जाँदैछौँ हामी एकछिन घुमेर अनि फेरि जान्छौँ गएर घर आज भव्य तास खेल्ने भनेर बिन्दुले $1 बिन्दु चाहिँ जहाँ पनि जोडिन्छ है बिन्दुको नाम नजोडी $1 खेल्ने हो डलरै छैन तास खेलेको अब तिहारमा अब हाम्रो बाँकी रहेको टिका सिका लाएर सक्यो अब तास खेल्न बाँकी छ अलिअलि बेलुका तास खेलिन्छ अनि भोलि बिहानै हामी उठेर घुम्न पनि गइन्छ यहाँ टिकटक चल्दैछ बुढाहरूको यहाँ त केही छैन रमाइलो के छ र यहाँ केही छैन केही छैन यहाँ हामी जाऊँ बरु केही छैन बरु घर गयो भने तास खेल्न पाइन्छ 2-4 डलर हारिन्छ जितिन्छ होला नि कहाँ मैले तास खेलेको कहिले जितेको थिएन सधैँ पहिला तास खेलेँ होइन तिहार भोलि जित्या हुन्थ्यो अनि लास्ट दिन हारिन्थ्यो होइन तिहार भोलि 4-5 दिन जित्यो भने लास्ट दिन हार्ने क्या अनि भोलिपल्ट त
सबैले हारिडी गरेर हारि बुढा बेला त अनि पैसा सबै हारिछ नि त अनि 4-5 दिन खेल्यो अनि लास्ट दिन हारिदिनु सबै त्यस्तो हुन्छ चासो लिएर जित्या रेकर्डै खेल्ने मेरो होइन जित्दा चाहिँ म जित्ने हो तर लास्ट दिनतिर गएपछि चाहिँ हार्ने के मेरो चाहिँ के हुन्थ्यो भने म त्यस्तो हुन्थ्यो जिते पनि खेल्थेँ अनि लास्टमा हार्थेँ मेरो भाइ चाहिँ डस्टबिन लिएर बस्यो हामीले त्यसले लगाएर बनाउँथ्यो अनि हाल्न थाल्यो भने त्यो पैसा लिएर भाग्थ्यो त्यही त ए ल त्यो पैसा जोगाउँथ्यो त्यसले चाहिँ कति राम्रो देखाएको छ दामी देखेर दामी भन्छ बुढाले ऊ त्यहाँ अगाडि 2-4 बिल्डिङ रहेछ कुन चाहिँ इन्दारो बुढाले किन्ने भनेको थियो एउटा अपार्टमेन्ट एउटा अपार्टमेन्ट किन्ने भनिरहेको थियो बिन्दुले कुन चाहिँ माथि किन्ने भने फेरि उसलाई रियाट लाग्छ नि माथि जानलाई त्यही भएर यस्तो ढुङ्गा जस्तो चाहिँ ठिक हुन्छ त्यसको मुनि गएर बस्न चाहिँ होइन त्यस्तो सानो चाहिँ ठिक हुन्छ त्यत्रो ढुङ्गाको मुनि त्यत्रो ठुलो किन्यो अनि फेरि माथि जान सक्दिनँ भनिरहेकोले अनि माथि जाने मलाई डर लाग्छ भनिरह त्यही भएर कति यो ढुङ्गाहरूमा सरकको बसेर होइन त्यो भित्र गएर उडाएर त्यसलाई घर बनाइदियो नि एक दुई वर्षपछि त त्यो नि 1 मिलियनमा जान्छ एउटा चाहिँ उसले चाहिँ बिन्दुले चाहिँ एउटा मात्रै फ्ल्याट किन्छु भन्दै थियो उसले फेरि सबै किनिसकेको रहेछ नानीले चाहिँ त्यही भएर उहीबाट किन बिन्दु ऊबाट किन्दा 10 दिन्छ उसले फेरि जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा हैन त्यही भएर पैसाको मलाई मतलब किनिसै मैले एउटा दुईटा किनिसक्यो त्यहाँको 3टा बिल्डिङमा एउटा बिल्डिङ किन्दाले पैसाको मतलब छैन के डलरको मतलब छ हैन त्यही त नि ल सिन्डीको उयो के यहाँबाट ल ठिक छ गाइजहरु गुल्टिनी के रमाइलो छ चिप्लेटी खेल्दै जाऊ चिप्लेटी होइन बिन्दु त चिप्लिँदै जान्छ बिन्दु त केही गर्नै पर्दैन चिप्लिँदै जान्छ चिप्लिनी रे त्यहाँ गएर गुल्टिनी यसरी ल गुल्टा त ल बेलुका भयो झन् रमाइलो भइरहेको ल गाइजहरू अनि यो चाहिँ अस्ट्रेलियालाई होइन सिडनीलाई स्पेसली दोस्रो नेपाल त्यतिकै भने होइन किनकि यहाँ लगभग 80-90 जना होला लाइन बस कुर्नलाई होइन यो चाहिँ यो सिडनीमा मात्रै हुन्छ क्या ब्रिजबेनमा चाहिँ हुँदैन 80-90 जना एउटा बसबाट 2टा बस लाग्छ यो नेपालतिर चाहिँ कहीँ माइक्रो कुर्ला यस्तो लाइन हुन्छ यहाँ चाहिँ फेरि यो बस भयो नि हो त्यो ट्रेन बन्द छ क्या त्यो लाइनमा त्यही भएर ट्रेनको मान्छे त्यो हुनु स्वाभाविक पनि हो हुन्छ होइन अनि तर यति लाइन बसेर अनि अब 11 मिनट लाइन बसेर एउटा बसमा हो त्यहाँ आधी मान्छे अट्छ त्यसपछि अर्को लाइनमा हामी दोस्रो लाइनमा 23 मिनट अनि गाडी वेट गरेर अनि गाडी चढेर फेरि जानुपर्छ होइन त अस्ट्रेलिया बसेर होइन भनेपछि त अस्ट्रेलियामा लगभग सबै मान्छेले 40 डलर घन्टाको कमाउँछन् होइन अनि 40 डलर चाहिँ गाडी कुरेको भरमा जाने भयो हाम्रो होइन त 1 घन्टाको 30-40 जे भयो नि झन् 30-40 हुन्छ अनि भनेपछि 1 घन्टामा लाइन बस्दाखेरि जाने रहेछ आउँदाखेरि 1 घन्टा जाँदाखेरि 1 घन्टा 2 घन्टा 40 80 डलर घाट लाइन रहेछ यिनीहरूलाई केही फरक पर्दैन म चाहिँ यहाँ सधैँ बस्दिनँ त्यही भएर मलाई केही फरक पर्दैन तै यिनीहरू गाडीमै हिँड्दैन नि त कहिले काहीँ मात्रै गाडी कुर्ने ल कस्तो लागिरहेको तिमीहरूलाई चाहिँ अस्ट्रेलियामा आएर गाडी कुर्नु पर्दाखेरि याद भइरहेको होइन हामी त्यति धेरै हिँडिँदैन कहिले काहीँ हिँडेर रमाइलो हुन्छ होइन ल जाओस् तिम्रो केही मेरो त सधैँ आउनुपर्छ काम पनि यही हो अनि उसलाई त सबभन्दा फाइदा तिमी चाहिँ यसो गर भने यसलाई ट्रान्सपोर्टै तिर्नु पर्दैन ट्रान्सपोर्ट तिर्नु पर्दैन रहेछ बिचरा ट्रान्सपोर्ट जम्मा 50 सेन्ट पर्छ एकपल्ट अब गरेको हाम्रोमा होइन ल $1 पर्यो यहाँ त $1 हो हप्ता 50 पर्यो नि तिम्रो दिनको 50 दिनको 40 दिन 80 दिनको खर्च हुँदैछ आयो पनि वेट गर्नुपर्ने हुन्छ दिनको 1 घन्टा वेट गर्दाखेरि तिम्रो 40 घाटा दिनको लाग्दैछ ल बस आयो त्यसरी के भनेको नि मैले यहाँ एयरपोर्ट पनि नजिकै छ प्लेन त्यही माथिबाट गएको यहीँ माथि हो ए यहीँ रहेछ
ए भन्छ नि एयरपोर्ट यताबाट आउनु ठिक हुँदो रहेछ त एयरपोर्ट यही हो एयरपोर्टबाट आयो यहाँ आएर अनि गाडीमा यहीँबाट जानु उताबाट त्यो 420मा आउनु हुन्छ त्यो तर फेरि एयरपोर्टबाट यहाँ डाइरेक्ट ट्रेन पाउँदैन नि त ए पाउँदैन सिडनम पाउँछ त्यो सिडनम होइन सिडनम यहाँसम्म पाउँछ यहाँसम्म पाउँछ नि यहाँसम्म भनेको नि 25 रुपैयाँ यहाँबाट काट्छ, आउनु काट्दैन नि त। ए 20 रुपियाँ होइन काट्छ 20 रुपियाँ अनि एयरपोर्ट जानलाई 20 रुपियाँ उसमा लाग्छ घरबाट अनि उबाट गयो भने 12 डलर लाग्छ ल गाइजहरू हामी एउटै गाडीमा अट्यौँ खुसीको कुरा चाहिँ हो जम्मा 11 मिनट कुर्नु पऱ्यो ल बाई बाई Bye bye, see you. बाई